नमस्ते। आज हामी एउटा यस्तो वनस्पतिको बारेमा कुरा गर्दैछौँ जुन हाम्रो भान्सामा तरकारीको रूपमा पाक्छ, तर परम्परागत चिकित्सामा शताब्दीौँदेखि औषधिको रूपमा पनि प्रयोग हुँदै आएको छ र अहिले त आधुनिक विज्ञानले पनि यसलाई निकै चासो दिएर हेरिरहेको छ। हो, हामी कुरा गर्दैछौँ तिते करेलाको। के यो साँच्चै चमत्कारी उपचार हो वा यसमा जोखिम लुकेको छ? आउनुहोस् पत्ता लगाउँ। ल, आजको हाम्रो मूल प्रश्न नै यही हो, के स्वादमा एकदमै तीतो हुने यो फल हाम्रो स्वास्थ्यको लागि साँच्चै गुलियो अर्थात् फाइदाजनक हुन सक्छ त? यो प्रश्नको उत्तर खोज्ने हाम्रो प्रयास रहनेछ। सुरुमा त यो के हो भनेरै बुझौँ न। तिते करेला, जसलाई हामी करेला भनेर पनि चिन्छौँ, एक प्रकारको लहरामा फल्ने फल हो। तर रोचक कुरा के छ भने यो एसियामा मात्र होइन, अफ्रिकादेखि दक्षिण अमेरिकासम्मका कैयौं संस्कृतिहरूले यसलाई शताब्दीौँदेखि औषधिको रूपमा प्रयोग गर्दै आएका छन्। यसको मतलब यसको ऐतिहासिक महत्त्व निकै गहिरो छ। अब लागौं त्यो मुख्य कारणतिर जसले गर्दा तिते करेला आज यति धेरै चर्चामा छ। त्यो हो रगतमा चिनीको मात्रा अर्थात् ब्लड सुगरसँग यसको सम्बन्ध। यहाँ आएर पुरानो ज्ञान र आधुनिक विज्ञानको भेट भएको देखिन्छ। यसले काम कसरी गर्छ त? कल्पना गरौँ न, हाम्रो शरीरको कोष एउटा तालचा लगाएको कोठा हो र ग्लुकोज त्यो कोठा बाहिर छ। इन्सुलिनले चाबीको काम गरेर त्यो ढोका खोल्छ। अध्ययनहरूले देखाउँछन् कि तिते करेलामा पनि त्यस्तै इन्सुलिन जस्तो काम गर्ने तत्त्वहरू हुन्छन्, जसले ग्लुकोजलाई कोषभित्र पसाएर ऊर्जामा बदल्न मद्दत गर्छन्। यो खाली परम्परागत विश्वास मात्रै होइन है, आधुनिक विज्ञानले पनि यसमा गहिरो चासो देखाइरहेको छ। जस्तै कि 2020को एउटा अध्ययनले यसमा भएको एक विशेष पेप्टाइडले रगतमा ग्लुकोजको स्तरलाई साँच्चै नै नियन्त्रण गर्न सक्ने देखायो। अनि कुरा त्यतिमै रोकिएन। 2022मा अर्को अध्ययनले के देखायो भने प्रिडायबिटिज भएका मानिसहरूमा पनि यसको अर्कले ग्लुकोजको स्तर घटाउन मद्दत गर्न सक्छ। अनुसन्धानले बिस्तारै बिस्तारै यसको रहस्य खोलिरहेको छ। तर कथा ब्लड सुगरमा मात्रै सकिँदैन है। परम्परागत चिकित्सामा त यसको प्रयोगको सूची निकै लामो छ। सोच्नुस् त, परम्परागत रूपमा यसलाई एउटा अल इन वान समाधान जस्तै मानिन्थ्यो। कलेजो सफा गर्नदेखि लिएर पाचन प्रणाली सुधार्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन, छाला र मुटुलाई स्वस्थ राख्न, यहाँसम्म कि यसको बियालाई पेटको जुका मार्न पनि प्रयोग गरिन्थ्यो। यो सूची साँच्चै नै प्रभावशाली छ। तर अब यहाँनिर आएर कथाले एउटा ठूलो तर सामना गर्छ। वेबएमडी जस्ता प्रतिष्ठित स्वास्थ्य वेबसाइटहरूले के भन्छन् भने यी धेरैजसो परम्परागत दावीहरूलाई समर्थन गर्नका लागि बलियो वैज्ञानिक प्रमाणहरू अझै अपुग छन्। हो, यहीँनिर परम्परागत विश्वास र आधुनिक वैज्ञानिक प्रमाण बीचको खाडल देखिन्छ। त्यसो भए अब यसको अर्को अलि अध्यारो पाटोतिर लागौँ, अर्थात् यसका सम्भावित फाइदाहरूबाट पर वास्तविक खतरा र चेतावनीहरूतर्फ। एउटा कुरा एकदमै स्पष्ट पारिहालौँ, अमेरिकाको FDA जस्ता कुनै पनि ठूला स्वास्थ्य नियामक निकायहरूले तिते करेलालाई मधुमेह वा अरू कुनै पनि रोगको आधिकारिक उपचारको रूपमा स्वीकृति दिएका छैनन्। यसलाई केवल एक पूरक वा वैकल्पिक उपायको रूपमा मात्र हेरिन्छ, मुख्य उपचारको रूपमा होइन। यहाँ एउटा एकदमै नाजुक सन्तुलनको कुरा आउँछ। एकातिर यसले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्न सक्छ, जुन राम्रो कुरा हो। तर अर्कोतिर यदि कसैले पहिल्यैदेखि नै मधुमेहको लागि इन्सुलिन वा अन्य औषधिहरू लिइरहेको छ भने यसको सेवनले रगतमा चिनीको मात्रा खतरनाक रूपमा कम गराइदिन सक्छ। यो सन्तुलन मिलाउन निकै गाह्रो हुन सक्छ। अब यसका केही सामान्य असरहरू पनि छन्, जस्तै कसैलाई पखाला लाग्ने, वान्ता हुने वा पेट गडबड हुने जस्ता समस्याहरू देखिन सक्छन्। तर कुरा सामान्य पेट दुखाइमा मात्रै रोकिँदैन है। कहिलेकाहीँ योभन्दा धेरै गम्भीर समस्याहरू पनि देखिन सक्छन्। केही रिपोर्टहरूले यसको अत्यधिक सेवनले कलेजोमा क्षति पुर्याउन सक्ने, पेटको अल्सर बढाउन सक्ने र विशेष गरी G6PD डिफिसियन्सी जस्तो वंशाणुगत समस्या भएकाहरूमा गम्भीर रक्त अल्पता समेत निम्त्याउन सक्ने खतरा औल्याएका छन्। अनि के यस्ता समूहहरू छन् जसले त यसको सेवनबारे सोच्न पनि हुँदैन, जस्तै गर्भवती महिलाहरू, किनकि यसले रक्तस्राव वा गर्भपतनको जोखिम बढाउन सक्छ। त्यस्तै स्तनपान गराइरहेका आमाहरू र कुनै पनि शल्यक्रियाको तयारी गरिरहेका व्यक्तिहरूले पनि यसबाट टाढै बस्नुपर्छ। ल, यति धेरै कुरा गरिसकेपछि अब निचोड के त? तिते करेलालाई कसरी हेर्ने? आउनुहोस् एउटा जिम्मेवार निष्कर्ष निकालौँ।
यसलाई सुरक्षित रूपमा हेर्नका लागि 3वटा सरल कुरामा ध्यान दिउँ। 1. यसमा सम्भावित फाइदाहरू छन् र केही अनुसन्धानहरू साँच्चै आशाजनक छन् भन्ने कुरा स्वीकार गरौँ। 2. तर यसका गम्भीर जोखिमहरू पनि छन् भन्ने कुरालाई कहिले नै बिर्सौँ। र 3. जुन सबैभन्दा महत्त्वपूर्ण हो, कहिल्यै पनि डाक्टर वा स्वास्थ्यकर्मीको सल्लाह बिना यसलाई कुनै पनि रोगको उपचारको रूपमा प्रयोग नगरौँ। व्यावसायिक मार्गदर्शन अनिवार्य छ। अनि अन्त्यमा हामी फेरि त्यही मूल प्रश्नमा घुमेर आइपुग्छौँ। तितेकरेला आधुनिक सम्भावना बोकेको एक पुरानो उपाय पक्कै हो, तर के यसबाट हुने सम्भावित फाइदा यसले निम्त्याउन सक्ने जोखिमभन्दा साँच्चै बढी छ त? यसको जवाफ सबैका लागि एउटै हुँदैन। यो हरेक व्यक्तिको स्वास्थ्य अवस्था र विज्ञको सल्लाहमा भर पर्छ। यसबारे सोच्न आवश्यक छ।